हेलो गाइज, नमस्ते सम्पूर्णमा। आज हामी हाम्रो गहुँ दाउने काममा जुटेका छौँ र अब हामी सबै मिलेर गहुँ जम्मा गर्दैछौँ र त्यसपछि म पनि आफ्नो काममा लागेँ। ल एकैछिनमा यति धेरै जम्मा भइसकेछ। महेन्द्र पनि आफ्नो काममा व्यस्त छ गहुँ जम्मा गर्न। ल यता चाहिँ भाइको कडा मिहिनेत देखिन्छ यस्तो चर्को घाममा। हामी चाहिँ काम सकेर यसो गफ गर्दै हाम्रो सानीमा र बुढी पान पिउँदै गफ गरिरहेका छन्। ल गहुँ जम्मा गरेर हामी यता थकानमा रहेका छौँ। के भन्नुहुन्छ सर? अब के भन्दैन, यो किसान हो। हामी किसानहरूले चाहिँ यो नगरेर पुगेन। साँझ बिहान आवाजले खाना लाउनलाई पनि हामीले यो गर्नै पर्ने भयो। अब अवस्था राम्रो छैन, पुग्दैन। हामी यो गरिबको जिन्दगी, नत्र कि त इन्डियामा हालिन्छ जानु पऱ्यो। आवाज बढाउनु पऱ्यो। आवाज बढाउनको लागि पनि शक्ति छैन भाइ। सिधा कुरा हड्डिउ एउटा कुरा हड्डिउ एउटै खाएको त्यसमा पनि। ल भाउजू फिलिङ कस्तो छ? कस्तो भइरहेछ महसुस? हामी सबै काम सकेर बसिरहेका थियौँ। हाम्रो मम्मी चाहिँ एक्लै गाउँको बालाहरू टिप्दै होइसिन्थ्यो। यहाँबाट बुझ्न सकिन्छ अन्नको कति महत्त्व छ भनेर। हामीले हाम्रो बुढापाकाहरूबाट सिक्नुपर्छ। भाइले सानोमा पढेको कविता भन्छ अरे। र अब हामी थ्रेसरको पर्खाइमा छौँ। थ्रेसर ढिला आउने भएपछि हामी यता घुम्न जाँदैछौँ। अब कता हो जाने? अहिले हामी भर्खरै गाउँ थ्रेसरमा दाउनको लागि आएका छौँ। अहिले हामी इट्टा भट्टा हेर्न गइरहेका छौँ। अनि अब इट्टा भट्टामा दिनभरि हाम्रो श्रमिक वर्गहरूले यस्तो गर्मीमा पनि कसरी काम गरिराख्नु भएको छ। हामी एकछिन प्रत्यक्ष निगरानीमा हामी त्यो स्थलगत रिपोर्टिङ चर्को घाममा हाम्रो श्रमिक मजदुर वर्गहरू यस्तो चर्को घाममा रात दिन मिहिनेत गरिराख्नु भएको छ। यो काम नगरेर पनि उहाँहरूलाई खाना बिहान खानालाई धर्नुपर्ने अवस्था छ। हामीले इँटा बनाउने काम गर्ने मजदुरहरूलाई सोध्यो एक दिनमा कति इँटा बनाउनुहुन्छ भनेर। उहाँले भन्नुभयो हामी 1200-1500 बनाउँछौँ भनेर। उहाँहरूको यो मेहनतलाई हामी सम्मान गर्छौँ। अब हामी टावर इँटा पकाउने ठाउँमा जाँदैछौँ। इँटा यसरी पकाउँदो रहेछ। माथिको माटो चाहिँ एकदम तातो छ। तल इँटा जलाउँदा माथि यसरी धुवा फाल्दो रहेछ। इँटा पकाउने तरिका यसरी तलबाट हेर्दाखेरि चाहिँ धर्राभन्दा ठुलो देखिने। इँटा भट्टा घुमेर हामी खेतमा फर्कियौँ। पानी पिइरहेका थियौँ। दुई घन्टाको पर्खाइपछि थ्रेसर आइपुग्यो। अब हामी गहुँ दाउने काममा जुट्यौँ।
र धुलो उडाउँदै थ्रेसरको काम चाहिँ जारी छ। अब हाम्रो काम लगभग सकियो।